वेलकम टु द न्यू ब्लग। आज चाहिँ हाम्रो युनिमा केही एकदम स्पेसल डे छ, प्रोग्रामहरू छ, डान्सहरू हुन्छ। हाम्रो नेपाली दादाहरू दिदीहरूले चाहिँ आज नेपाली कुजिनहरू बनाउँदै हुन्छ, मोमोस अनि अझै के बनाउँदै हुन्छ। यहाँ जस आजको दिन एकदम रमाइलो हुन्छ। आज हाम्रो छुट्टी थियो अनि हल्का ढिलै उठ्यो, चिया ब्रेड खाइयो। अब तपाईँहरूलाई आज प्रोग्राममा के हुन्छ, सबै कन्ट्रीको ट्रेडिसनल डान्सहरू पनि गर्छन् होला। ट्रेडिसनल अब नेपालीमा अरू पनि डान्स गर्छ। एकदम राम्रो हुन्छ आजको दिन चाहिँ, सबै कुरा देखाउँछु। हामी पानी पर्दैछ एउटा जनामा एक भिडियो ल्याम सागर खै सारे आएर न आया हो हामीले दुनिया हसायो आज। यहीँ हुँदैछ प्रोग्राम चाहिँ, के हो त्यो चाहिँ थाहा छैन, तर यस्तो रेनकोट ग्याङ 축제 참여하는 이 열정 박수 한번 보내주시고. 다섯 번이죠. 오늘 축제 어떤 마음으로 좀 하겠습니까? 오늘 비는 문제가 되니까 비싸게 보내겠다. 이런 식으로 트도 만들어 가겠다. 이따가 나는 솔로 처음에 의향이 있으니까 없습니까? 이따가 제가 찾도록 하겠습니다. 선물 गाइज यो चाहिँ 800 को मोमो नेपाली हामीले यसै दादा दिदीलाई सपोर्ट गर्न खाइदिएको। त्यो प्लास्टिक हामी यहाँबाट सपिङ फुल सपिङ हाम्रो यहाँ सपिङ कति यो नेपाली कति सपिङ हो यो 200 400 500 नेपाली सागरलाई माग गरेर सागरलाई एकदम गरिब सोच्यो क्या, सोच्यो कि यो नेपाल कोरियामा आएर खानै पाएको छैन। ल लैजा सागर तिमीलाई खानै नपाएको जस्तो सोच्यो होला। छिङ्गो 6 पिस मोमो थियो, 6 पिस मोमो थियो होइन, 8000 8 पिस। तर मोमो चाहिँ राम्रो मिठै चाहिँ लाग्यो मलाई, ठिकै लाग्यो। पानीपुरी कति थियो? पानीपुरी 5000 ए पानीपुरी 4000, पानीपुरी 5000, चटपटे चाहिँ 4000। यो झोला नि यहाँ छोड्ने र हुने, यो 500 को सामान यहाँ छोड्ने कहाँ छोड्ने हो र?
सबैजना साथीहरू आइसक्यौँ प्रोग्रामबाट। अब फेरि एकछिनमा जान्छु होला। मैले चाहिँ यो किनेँ, कस्तो छ अब अहिले चाहिँ टिटी खाना राख्नु आँटेको। खासमा पानी परेर सबै प्रोग्रामै बिग्रेको क्या आज। बिग्रियो भने पनि यस्तो चिसो हुन्छ यहाँको पानी त हात खुट्टा जम्ने गरी। तर रमाइलो गऱ्यो नेपाली दिदीहरूको। नेपाली दाइ दिदीहरूले मोमोसोमो पकाउनु भएको थियो अनि खाइयो। अनि त्यही हो। अनि डान्सहरू हेऱ्यो खतरा नेपाली गानामा एकदम नेपालीको चाहिँ भाइब्स थियो आज। 호감으로 끝이 날 것인지 아니면 क्या कडा देख्यो सागरलाई। ए नवीन सिउ हान्दै फुटबल स्टेडियममा।